जस्तो यो नर्मल्ली हामीले टेक्नोलोजी कसले डेभलप गर्ने भन्दाखेरि साइन्टिस्ट अनि त्यसपछि स्टार्टअप फाउन्डर्सहरूले अथवा बिग कर्पोरेसन्सहरूले नर्मल्ली गर्ने भनेर बुझिन्छ। तर स्टेटले पनि टेक्नोलोजी एक्विजिसनको लागि हदैसम्म गरेको हुन्छन् र स्पेसल्ली प्राय जसो कुनै पनि देश चाहिँ टेक्नोलोजिकली एडभान्स्ड हुनु अगाडि स्टेट लेभलमै डिफ्रेन्ट चिजहरू गरिएको हुन्छ र त्यसमा सम अफ द एक्सट्रिम इक्जाम्पल्सहरूबारे चाहिँ आज डिस्कस गरौँ होइन। स्टेटले चाहिँ आफ्नो टेक्नोलोजी बढाउनको लागि अरू देशहरूबाट कस्तो कस्तोसम्मको चाहिँ मिन्सहरू युज गरेको छ भन्ने कुरा चाहिँ हेरौँ होइन। जस्तो सोभियत युनियनले युएसबाट, युएसले कुनै टाइममा ब्रिटेनबाट होइन। जस्तो अलेक्जेन्डर ह्यामिल्टन भनेको युएसको फाउन्डिङ फादरले चाहिँ ब्रिटेनबाट मेसिनेरीहरू चाहिँ मेसिनेरीको पार्ट्सहरूको बारेमा चाहिँ एकदमै धेरै त्यो तिनीहरूको वर्कर्सहरूलाई लिएर हुन्छ कि के गरेर हुन्छ त्यो सबै टेक्नोलोजीहरू चाहिँ युएसमा ल्याउनै पर्छ भन्ने पोलिसी राखेका थिए। अनि जापानले होइन, जस्तो चाइनाको डेङ छाओपिङले र विभिन्न अरू जस्तो चाइनाकै इभन चाइनाको त आजसम्मै पनि दे आर बेस्ट एट कपिङ टेक्नोलोजी फ्रम वेस्टर्न वर्ल्ड एकैछिनमा होइन उतापट्टि आइसकेको इन्भेन्ट हुँदै गर्छ। त्यसको चाहिँ एक हप्ताभित्रै यता चाहिँ त्यो कपी गरिसकेको हुन्छ। टेक्नोलोजी इज लिभर अफ पावर भनेर चाहिँ डिसाइड गर्छ र यस्तै थिममा धेरै मान्छेहरूले बोले हुन्छ जसमा वर्ल्ड वारहरू पनि टेक्नोलोजीकै कारण चाहिँ जितिन्छ हारिन्छ भन्ने चिजहरू है त। अनि टेक्नोलोजी चाहिँ किन चाहिँ थेफ्ट गर्ने होइन स्टेट लेभलमै होइन। थेफ्ने वर्ड अब ठिक होला नहोला, तर किन चाहिँ यो गर्ने भन्दाखेरि जस्तो टेक चाहिँ कपी नगरिकन आफै डेभलप गऱ्यो भने त्यो एकदम धेरै टाइम लाग्छ होइन। अनि अब टेक्नोलोजी किन्यो भने एकदमै महँगो हुन्छ, स्लो हुन्छ। उनीहरूले टेक ओनरहरूले एकदमै ढिलो मात्र पासन गर्छन् होइन। अनि त्यो बरु इलिगल पाथहरूबाट टेक लियो भने चाहिँ छिटो छिटो आउँछ भन्ने स्टाइलमा चाहिँ गर्छन्। र स्टेट क्राफ्टमा चाहिँ वान अफ द फिलोसफी होइन, कन्टिन्युएट त हो तर पनि धेरै लिडर्सहरूको फिलोसफी भनेको इन्ड जस्टिफाइज मिन्स भन्ने हो। सो जस्तो मिन्स गरेर भए पनि आफ्नो जनतालाई चाहिँ राम्रो हुन्छ भने त्यो हामीले एडप्ट गर्नुपर्छ भन्ने हो। र टेक्नोलोजिकली अगाडि बढ्न नसकेको देशहरू कोल्याप्स हुने चान्स बढी हुन्छ है त। अनि चाइनाको वान अफ द बिगेस्ट इक्जाम्पल हो मेड इन चाइना 2025को लागि चाहिँ सबै वर्ल्ड वाइड टेक्नोलोजीहरू लिएर आउने भन्ने होइन। कमन मेथड्समा चाहिँ अब इन्डस्ट्रियल एस्पियोनाइज नै युज गर्दो रहेछन् होइन। त्यो चाहिँ सोभियत युनियनहरूले हामीले फिल्महरूमा होइन, वर्ल्ड वारको फिल्महरूमा एकदमै धेरै टेक्नोलोजीको लागि त्यो एजेन्टहरूबाट टेकहरू स्पियोनाइज गरेको देख्न सकिन्छ। अनि स्मगलहरू गरेर ल्याउने अनि फोर्स्ड टेक ट्रान्सफर पनि भन्दो रहेछ होइन। अनि सोभियत र ब्रिटिस एभिएसन डिजाइन चाहिँ कपी गरेर चाहिँ बनाउने फोर्स गरेरै, अथवा युएसले पनि उताको चाहिँ डिजाइनहरू कपी गर्ने। मेइजी जापानले पनि इन्डस्ट्रियल आफ्नो बेस बनाउनको लागि कपी गर्दै गर्ने र रिभर्स इन्जिनियर गरेर होइन। जस्तो जापानमा बनाएको इलेक्ट्रोनिक्सहरू अरू देशहरूले रिभर्स इन्जिनियर गरेर बनाउने। डेङ छाओपिङको चाहिँ पोलिसी रिफर्म एन्ड ओपनिङ अपमा होइन, इफ इट डजन्ट म्याटर इफ अ क्याट इज ब्ल्याक अर वाइट सो लङ एज इट क्याचेस माइस भनेपछि अब वेस्टर्न टेक्नोलोजी होस् कि इस्टर्न होस्
त्यसले हामीलाई प्रोडक्टिभिटी दिन्छ भने मजाले लिने भन्ने एटिट्युडका साथ गरेका थिए। अनि ट्यालेन्ट रिक्रुटमेन्ट चाहिँ अब जस्तो अहिले पनि चाइनाले वेस्टर्न युनिभर्सिटीमा काम गरेको प्रोफेसरहरू अरू प्रोफेसनल्सहरू चाहिँ आफ्नो देशमा ल्याउनलाई एकदमै धेरै चिजहरू गर्छन् र त्यस्तै त्यस्तै गर्नु पर्यो होइन। ठुल्ठुलो पावरहरूले अहिलेसम्मको हिस्ट्रीमा कुनले गरेको छ भन्दाखेरि युनाइटेड स्टेट्सले 18th 19th सेन्चुरीमा भनेको फाउन्डिङ टाइममा चाहिँ गर्दो रहेछन्। यसमा अलेक्जेन्डर ह्यामिल्टनको नाम आउँछ होइन। त्यो टाइममा ब्रिटिस टेक्सटाइल इन्डस्ट्रीबाट चाहिँ कपी गर्थे। उनीहरूले ब्रिटेनबाट इन्डिपेन्डेन्स लिएका थिए तर त्यही ब्रिटेनहरूकै चाहिँ इन्डस्ट्री चाहिँ कपी गर्थे। कसरी भन्दाखेरि मोस्टली स्मगल गरेर। यतिसम्म स्मगल हुन्थ्यो कि जस्तो ब्रिटेनबाट युएसतिर जाने मान्छेहरू चाहिँ सबै झोला झाम्टा सबै चाहिँ चेक गर्न थालिन्थ्यो ताकि यिनीहरूले यस्तो कुनै सिक्रेटिभ कुराहरू नलगुन् भनेर होइन। मेइजी जापानमा मेइजीले चाहिँ ग्लोबल इन्डस्ट्रिजहरू चाहिँ कपी गर्नको लागि चाहिँ विदेशी एक्सपोर्टहरू हायर गर्थे। चाइनामा डेङ छाओपिङले ग्लोबल होइन 1000 ट्यालेन्ट प्रोग्राम भनेको विदेशी ट्यालेन्ट्सहरू आफ्नो देशमा ल्याएर गर्ने होइन। रसियन एम्पायर त्यो टाइमको चाहिँ पिटर द ग्रेट भनेको वान अफ दि मोस्ट रिभियर्ड लिडर्स अफ रसियन हिस्ट्री। अनि उनले पनि नेदरल्यान्ड्स इङ्ल्यान्डहरूबाट चाहिँ लिने गर्थे। सोभियत युनियनमा स्टालिनले पनि म्यानह्याटन प्रोजेक्टबाट एटोमिक बम को लागि चाहिँ एकदमै धेरै कोल्ड वार फिल्महरूले नि एकदमै डिपिक्ट गरेको कुराहरू होइन। अब ओरिजिनल किङ चाहिँ अब युएस नै छ टेक्नोलोजी चोर्नमा होइन। यिनीहरूमा मेमोराइज गरेर होइन मेसिनरी डिजाइनहरू ल्याउने अनि त्यस पछाडि 1790मा प्याटेन्ट एक्ट भनेर ल्याएको रहेछ। जर्ज वासिङटनले ल्याएको रहेछन् होइन। एक्सप्लिसिटली रेस्ट्रिक्टेड प्याटेन्ट प्रोटेक्सन्स टु युएस सिटिजन्स होइन। प्याटेन्ट चाहिँ भनेको युएसभित्रै मात्र गर्ने तर विदेशीहरूबाट चाहिँ जे लिए पनि हुन्छ नो प्याटेन्ट। जस्तै चाइनाले पनि अहिले कपिराइटहरू फलो गर्दैन नि त युएसको। सो त्यस्तै अनि म्यानुफ्याक्चरर्सको रिपोर्टहरू ब्लु प्रिन्ट ल्याउने होइन स्टेट ब्याक्ड अनि बााउन्टी दिने कसैले ल्याएर दियो भने उनीहरूलाई चाहिँ क्यास रिवार्डहरू दिने। त्यसपछि जर्मन साइन्टिस्टहरू पनि लिएर गरेको रहेछन् होइन। एकदमै धेरै त्यो त हामीले पढ्छौँ पनि। जर्मनी नाजी जर्मनीले चाहिँ जिउहरू साइन्टिस्टहरू खेदाउँदाखेरि त्यो सबै गएर युएसमा नै सेटल भएको थिए होइन। ह्यामिल्टनहरू यहाँनिर अरू कुराहरू पनि छ ध्यान दिएर हेर्दाखेरि चाहिँ हुन्छ। र स्टालिनले पनि एटोमिक मोस्टली एटोमिक बमको लागि चाहिँ एस्पियोनिज ट्याक्टिक्सहरू युज गर्थे। म्यानहट्टन प्रोजेक्टबाट युएस ल्याब्सहरूबाट चाहिँ गर्थे होइन। माओले चाहिँ त्यो पत्याएका थिएनन् पेपर टाइगर हो भनेर यो चाहिँ रियल होइन भनेर भन्थे। अनि स्टालिनले चाहिँ आफैले ओभरसी गरेर यो टेक चाहिँ यो टेक एस्पियोनेज चाहिँ आफैले ओभरसी गर्थे। उनको लागि यति इम्पोर्टेन्ट थियो त्यो। सेमिकन्डक्टर थेफ्ट होइन। सेमिकन्डक्टरको रिलेटेड पनि फिल्महरूमा एकदमै धेरै हेर्छौँ होइन। र वान अफ दि लार्जेस्ट इलिगल ट्रान्सफर अपरेसन्स चाहिँ चलाएको थियो त्यो बेला सोभियत युनियनले होइन। जापानले पनि त्यस्तै गर्यो। अब एकदम एस्पियोनेज चाहिँ त्यति धेरै गरेनन् तर कपी चाहिँ गर्नुपर्छ। वर्ल्ड वाइड राम्रो टेक्नोलोजीहरू कपी गर्नुपर्छ भन्ने एटिट्युड साथ जस्तो थाउजन्ड्स अफ वेस्टर्न एक्सपोर्ट्सहरू हायर गरेर चाहिँ उ गर्ने होइन। अनि नेभल एक्विजिसन पनि गर्ने होइन। ब्रिटिस नेभल डिजाइनहरू चाहिँ कपी गर्ने इन्डस्ट्रियल स्केलमै
रिभर्स इन्जिनियरिङ गर्ने, जस्तो जर्मनी फ्रान्सहरूको हार्डवेयर मेसिनरीहरू चाहिँ त्यो गरेर गर्ने। हैन, अनि चाइनामा चाहिँ डेङ छाओपिङबाट सुरु भएको थिए। ग्लोबल मार्केट्सहरू हैन, हाइड योर स्ट्रेन्थ, बाइड योर टाइम स्ट्राटेजी गर्ने। जस्तो त्यसपछि जेमिङले पनि युएस इजरायलहरूबाट एरोस्पेस सेमिकन्डक्टर्सको लागि चाहिँ गरेको थियो। हुजिनटाओले ग्लोबल टेक लिडर्सहरू अनि डोमेस्टिक आइपी रिब्रान्डिङ, डिजाइनहरू कपी गर्नको लागि। सी जिनपिङले फरेन डिपेन्डेन्सी हटाउनको लागि आफ्नै देशमा टेकहरू डेभलप गर्नुपर्छ भनेर। अनि युएस जर्मनको ल्याब्सहरूबाट पनि एक्सपर्टहरू हायर गरेर गर्ने। साइबर एस्पियोनेज हैन, ट्यालेन्ट प्रोग्राम, सेल्फ रिलायन्ट डक्ट्रिनहरूबाट चाहिँ उनीहरूले टेक चाहिँ डेभलप गर्यो। वान अफ द रिजन्स वाइ चाइना चाहिँ अहिले जेमा पनि टेक चाहिँ कपी गर्न सकिहाल्छ भन्दाखेरि ऊ बेलादेखिकै लिडरहरू, डेङ छाओपिङको पालादेखि नै हरेक लिडरहरूले यसमा चाहिँ फोकस गरेर गरेको छन्। पिटर द ग्रेट, इट्स इन्ट्रेस्टिङ, यो त धेरै पहिलाको कुरा हो हैन। अनि सिक्न भनेर विदेशतिर डिप्लोमेटिक मिसन जाने हैन। अनि डच भने नेदरल्यान्ड्स, इङ्ल्यान्डतिर गएर चाहिँ स्पेसलिस्टहरू गरेर गर्ने। इभन त्यो उनीहरूले लाउने गर्नेहरू पनि कपी गरेर गर्ने। अनि स्मलर नेसन जस्तो इजरायलले, ताइवानले, साउथ कोरिया, सिङ्गापुरहरूले पनि गर्थे। सिङ्गापुरको वान अफ द फिलोसफी ली कुआन यूको नै त्यो वर्ल्डबाट कपी गरेर हामी चाहिँ राम्रो हुन्छौँ भन्ने थियो हैन। अरू जस्तो हामीले नेपाली सिक्न सक्ने देशहरू यी सबै यी चारैवटा देशहरू हुन् हैन। इजरायलमा पनि त्यो गर्थे एकदमै धेरै है। कपिङ एज कम्पिटेटिभ स्ट्राटेजी, जस्तो जापानिज अमेरिकन इलेक्ट्रोनिक्सबाट कपी गर्ने। सामसङले रिभर्स इन्जिनियर गरेर सेमिकन्डक्टर प्रोसेसेसहरू बनाएको रहेछ हैन। आफ्नै इन्डस्ट्रिजहरू चाहिँ बनाउने, त्यो टेक चाहिँ डेभलप गर्ने, त्यो फिनिस्ड गुड्सहरू इम्पोर्ट गर्नुभन्दा टेक डेभलप गर्नु चाहिँ सजिलो हुन्छ भनेर ताइवानले पनि सिलिकन भ्याली इन्जिनियर्सहरू रिक्रुट गरेर आफ्नो सेमिकन्डक्टर इन्डस्ट्री डेभलप गराएको थियो। अनि स्ट्राटेजिक ग्याप भएपछि चाहिँ यस्तो चाहिँ लाउँथे स्टालिनले, 10 years अर बी क्रस्ड, अहिले कपी गर्न नसके हामी क्रस हुन्छौँ भन्ने स्टाइलमा हैन। अनि कोभर्ट एक्विजिसनबाट एस्पियोनेज, थेफ्ट, स्मग्लिङहरू मेथडहरूबाट युज गर्ने। स्टेटले नै चाहिँ डाइरेक्टिभ दिने हैन, इन्सेन्टिभहरू राखिदिने, ल्याउनेलाई बाउन्टी दिन्छु भन्ने टाइपको। एलेक्जेन्डर ह्यामिल्टन जसरी त्यो गर्ने हैन। जस्तो लगभग टार्गेट टेक्सटाइल मेसिनरी, न्युक्लियर, सेमिकन्डक्टर टेक, मिलिटरी इन्डस्ट्रियल सिस्टम, एआई एभिएसन, सेमिकन्डक्टर्स, फाइटर जेट इन्जिन्स हैन, कन्ज्युमर इलेक्ट्रोनिक्स चिप्स, यी सबै चिजहरू चाहिँ विभिन्न एउटा देशले अर्को देशमा स्टेट लेभल नै पोलिसी बनाएर चाहिँ गर्दो रहेछन्। Recurrent great power feature and adoption drives success, industrial adoption अनि यो कुराहरू चाहिँ हेरेर बुझ्दा भयो।